ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका अनुभवी खेलाडी हुन् जसले लामो समयसम्म कप्तानका रूपमा टोलीलाई नेतृत्व गरेका छन्। उनले नेपालको क्रिकेट संस्कृति राम्ररी बुझ्छन् र खेलाडीहरूसँग राम्रो सम्बन्ध पनि छ। यसकारण उनको प्रशिक्षकको रूपमा संलग्नताले टोलीलाई मनोवैज्ञानिक रूपमा मजबुत बनाउन सक्छ। साथै उनले खेलाडीहरूलाई परिस्थिति अनुसार रणनीति बनाउन सजिलो पार्न सक्छन्। तर उनको मुख्य प्रशिक्षकको अनुभव सीमित छ। अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षकको रूपमा काम नगरेको हुनाले रणनीतिक रूपमा केही कमी देखिन सक्छ। मुख्य प्रशिक्षक स्टुअर्ट ल समयमै आउन नसक्दा यसले तयारीमा केही असर पार्न सक्छ। यद्यपि ज्ञानेन्द्रको उपस्थितिले नेपाली टोलीलाई आत्मबल बढाउनेछ र उनले आफ्नो अनुभवहरू खेलाडीहरूसँग बाँड्न सक्नेछन्। यदि उनको नेतृत्व सफल भयो भने भविष्यमा नेपाली क्रिकेटका लागि यो नयाँ अवसर पनि बन्न सक्छ। नेपाल क्रिकेटको इतिहासमा ज्ञानेन्द्र मल्ल एउटा महत्त्वपूर्ण नाम हो। कप्तानका रूपमा उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका थिए र अहिले प्रशिक्षकका रूपमा पुनः एउटा नयाँ भूमिकामा देखिन लागेका छन्। नेपाल ए टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका मल्ललाई हालै नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको अस्थायी जिम्मेवारी दिएको छ। हङकङमा हुन गइरहेको श्रृङ्खलाका लागि मुख्य प्रशिक्षक स्टुअर्ट ल समयमै नेपाल नआउँदा मल्लले राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर पाएका छन्। यो निर्णयले नेपाली क्रिकेटका लागि नयाँ सम्भावना र चुनौती दुवै बोकेको छ। ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका एक अनुभवी खेलाडी हुन्। उनले नेपाललाई लामो समयसम्म कप्तानका रूपमा नेतृत्व गरे, कठिन घडीमा टोलीलाई एकीबद्धता राखे र धेरै ऐतिहासिक जितहरू दिलाए। खेलाडीका रूपमा मात्र होइन, उनी रणनीतिक रूपमा पनि कुशल छन्। उनको नेतृत्व क्षमता, खेलबारे गहिरो ज्ञान र मैदानमा सम्हालिने कला नेपाली टोलीका लागि उपयोगी हुन सक्छ। नेपाल क्रिकेटमा लामो समय बिताएका कारण उनी खेलाडीहरूको मनोविज्ञान राम्ररी बुझ्छन्। विशेष गरी नेपाली क्रिकेट टोलीका खेलाडीहरूसँग उनको व्यक्तिगत सम्बन्ध राम्रो छ। प्रशिक्षक र खेलाडीहरू बीचको समझदारी राम्रो हुनु टोलीको सफलताका लागि महत्त्वपूर्ण हुन्छ। नयाँ प्रशिक्षक आउँदा खेलाडीहरूलाई तालमेल मिलाउन समय लाग्न सक्छ, तर मल्लकै नेतृत्वमा खेलाडीहरू सहज महसुस गर्ने सम्भावना बढी छ। कोचको भूमिकामा मल्लको उपस्थिति टोलीको खेलाडीहरूका लागि उत्साहजनक हुन सक्छ। जब कुनै पूर्व कप्तान प्रशिक्षक बन्छ, खेलाडीहरूले उनलाई सहज रूपमा अपनाउन सक्छन्। कप्तान हुँदा मल्लले धेरै युवाहरूसँग खेलेका थिए, जसले गर्दा खेलाडीहरू उनीसँग खुलेर आफ्नो समस्या र योजनाहरू छलफल गर्न सक्छन्। मल्लले खेलाडीहरूको आत्मविश्वास बढाउने काम गर्न सक्छन्। उनी स्वयं उत्कृष्ट ब्याट्सम्यान थिए, जसले नेपाली टोलीलाई कठिन परिस्थितिबाट उकाल्ने क्षमता राख्थे। उनले आफ्ना अनुभवहरू युवा खेलाडीहरूलाई बाँडेर उनीहरूलाई राम्रो प्रदर्शन गर्न प्रेरित गर्न सक्छन्। कप्तान हुँदा उनले जुन अनुशासन र धैर्यता देखाए, प्रशिक्षकका रूपमा पनि त्यही शैली उनले प्रयोग गर्न सक्छन्। रणनीतिक सोच र मैदानमा निर्णय क्षमता मल्लको सबैभन्दा ठूलो शक्ति उनको रणनीतिक सोच हो। खेलमा रणनीति एकदमै महत्त्वपूर्ण हुन्छ र मल्ल यस क्षेत्रमा अब्बल मानिन्छन्। उनले नेपालका लागि धेरै कठिन खेलहरू जित्ने रणनीतिक ढङ्गले कप्तानी गरेका थिए। प्रशिक्षकका रूपमा पनि उनले आफ्नो रणनीतिक दृष्टिकोण प्रस्तुत गर्न सक्छन्, जसले टोलीलाई फाइदा पुर्याउनेछ। विशेष गरी हङकङमा खेल्दा परिस्थिति अनुसार रणनीति बनाउनु पर्ने हुन्छ। त्यहाँको मैदानको अवस्था, हावापानी र विपक्षी टोलीको रणनीति बुझेर खेल्नु पर्दछ। मल्लले खेलाडीहरूलाई ती सबै विषयमा राम्रोसँग तयारी पार्न सक्छन्। यद्यपि मल्ल प्रशिक्षकका रूपमा पूर्ण रूपमा अनुभवी होइनन्। उनले नेपाल ए टोलीको जिम्मा लिएको धेरै समय भएको छैन, त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रशिक्षकका रूपमा सफल हुने कुरा अझै प्रमाणित हुन बाँकी छ। प्रशिक्षक हुनु भनेको खेलाडी हुनुभन्दा फरक कुरा हो। प्रशिक्षकले खेलाडीहरूको मनोबल मात्र बढाउने होइन, उनीहरूको कमजोरी सुधार्न, सही रणनीति बनाउन र टोलीलाई जिततर्फ अघि बढाउन सक्नु पर्दछ। मुख्य प्रशिक्षक स्टुअर्ट ल एक अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षक हुन्, जसले धेरै देशहरूको टोलीलाई प्रशिक्षण दिएका छन्। उनको अनुपस्थितिमा मल्लको रणनीतिक क्षमता कति प्रभावकारी हुन्छ भन्ने कुरा यो श्रृङ्खलाले देखाउनेछ। अर्को समस्या उनको खेलाडीहरूसँगको नजिकको सम्बन्ध पनि हुन सक्छ। धेरैजसो खेलाडीहरू उनका पूर्व सहकर्मी छन्। प्रशिक्षकका रूपमा अनुशासन कायम राख्न कहिलेकाहीँ खेलाडीहरूसँग केही कडा निर्णय लिनुपर्दछ। साथीहरूसँग कठोर निर्णय गर्न कठिन हुन सक्छ, जसले टोलीमा अनुशासन सम्बन्धी केही समस्या ल्याउन सम्भावना रहन्छ। ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाल क्रिकेट टोली हङकङमा कस्तो प्रदर्शन गर्नेछ भन्ने कुरा चासोको विषय छ। अनुभवी खेलाडीका रूपमा उनको ज्ञान, रणनीतिक सोच र खेलाडीहरूसँगको राम्रो सम्बन्ध टोलीका लागि फाइदाजनक हुन सक्छ। तर प्रशिक्षकका रूपमा उनको अनुभव कम भएकाले केही चुनौतीहरू पनि आउन सक्छन्। यदि मल्लले सफल नेतृत्व दिए भने भविष्यमा नेपाली क्रिकेटका लागि नयाँ सम्भावनाहरू खुल्न सक्छन्। सायद नेपाली क्रिकेट प्रशिक्षकको क्षेत्रमा पनि नेपाली खेलाडीहरू स्थापित हुने बाटो खुल्न सक्छ। नेपाली क्रिकेट अहिले एक संक्रमणकालीन अवस्थामा छ र मल्लको अस्थायी नेतृत्वले यसलाई कतातिर लैजान्छ भन्ने कुराको आगामी दिनमा नेपाली क्रिकेटको दिशा निर्धारण गर्नेछ।